फाइनली खुसीको खबर टिकट चाहिँ खल्ती एपमा लिस्टेड भइसकेछ। अब डाइरेक्ट हामी चाहिँ खल्तीबाट टिकट बुक गर्दा हुन्छ, स्टेडियम भिजिट गर्न जानु पर्दैन। अब टिकट चाहिँ खल्तीबाट कसरी बुक गर्ने यहाँ हेर्न सक्नुहुन्छ यो भिडियोमा। फर्स्टमा त सबैभन्दा पहिला त खल्ती एप हुनु पर्यो हजुरको मोबाइलमा, त्यसमा आइडी लगइन हुनु पर्यो, त्यो पनि भेरिफाइड आइडी। अब त्यहाँबाट चाहिँ हाम्रो केवाइसी भेरिफाई हुनु पर्यो सबभन्दा पहिला यहाँ। त्यसपछि त्यहाँ लगइन गर्नु अनि इभेन्टमा जानु होला। अनि यहाँ हेर्न सक्नुहुन्छ टिकटको प्राइस यस्तो रहेछ। हाम्रो होल सिजन पासको लागि 15,000 रहेछ हाम्रो। प्रिमियम टिकट चाहिँ हाम्रो 1500 रहेछ ओपनिङ डेको लागि। अनि एनसेल जोन, जेनरल जोन 1 to 3 सम्म रहेछ। अनि सिद्धार्थ जोनको चाहिँ अब सोल्ड आउट भइसकेको छ। अनि रेडबुल जोनको चाहिँ त्यो पनि सोल्ड आउट भइसकेको रहेछ। अब हामी मात्र जेनरल 1 to 3 अनि एनसेल जोन र अब यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो जुनहरू यस्तो चाहिँ डिभाइड गरेको रहेछ। फर्स्टमा चाहिँ जुन 1 रहेछ, अनि जुन 2 अनि जुन 3 यो चाहिँ हाम्रो जेनरल जुन हो। त्यसपछि सिद्धार्थ जुन रहेछ, त्यसपछि रेडबुल, अनि लास्टमा चाहिँ हाम्रो ट्यु स्टुडेन्टहरूको लागि जुन पनि छ। अनि अर्को चाहिँ त्यही माथि हाम्रो एनसेल जुन रहेछ। अनि अर्कोपट्टि चाहिँ सिधै यता टिम ए को लबी अनि टिम बी को लबी, अनि बिचमा चाहिँ हाम्रो स्पोन्सरहरूको लागि रहेछ। अनि यता आउँदाखेरि जेनरलको साइडमा आउँदाखेरि हाम्रो प्लेयरहरूको फ्यामिलीहरूको लागि जुन पनि रहेछ। अनि अर्को चाहिँ प्रिमियम अनि भिभिआइपी चाहिँ अब उतातिर रहेछ। अनि फेरि भन्दैछु टिकटको क्युआर कसैमा सेन्ड नगर्नु होला, न त हजुरको साटामा अरूजना गइहाल्छ स्टेडियमभित्र। अनि हजुरको टिकट इन्भ्यालिड भनेर हेराउँछ। यहाँ ठुलो अक्षरमा लेखेको रहेछ। अब चाहिँ टोटल 22 नोभेम्बरसम्म चाहिँ टिकट ओपन भएको रहेछ। अनि त्यसपछि टिकट कहाँ गएर हेर्ने, माई खल्तीमा गएर अनि हेर्न सक्नुहुन्छ हजुरको टिकट चाहिँ बुक छ भनेर। अनि त्यहाँबाट डाइरेक्ट फरवार्ड इमेल पनि गर्न सक्नुहुन्छ, अनि त्यो टिकट डाउनलोड पनि गर्न सक्नुहुन्छ। दुवै गरेर राख्नु होला। यहाँ टक्क आफ्नो इमेल हाल्नु अनि हजुरको इमेलमा सेन्ड गर्नु। अनि यस्तो चाहिँ हो टिकट चाहिँ कसैमा सेन्ड नगर्नु। हस्, धन्यवाद यहाँसम्म भिडियो हेरिदिनुको लागि। भिडियो मन परेमा लाइक सेयर र सब्सक्राइब गरिदिनु होला। अनि छिट्टो जानु टिकट किन्नुहोस्। टिकट चाहिँ छिटो सोल्ड भइरहेछ। छिट्टै गएर टिकट किन्दा हुन्छ, न त पर्सालको फाइनल जस्तो हुन्छ। टिकट किन्दा जाँदा टिकट पुरै बुक भइसकेको थियो भनेर।